गुड मर्निङ एभ्रिवान। म चाहिँ आज बिहान बिहान उठेँ कि कति बजे फेरि 7 बजे आएर चाहिँ बिहान बिहान फेरि उठेर चाहिँ मैले बेडसिट मिलाएँ। अनि बेडसिट मिलाएपछि मैले चाहिँ मुखसुख धोएर फ्रेस भएँ। मैले चाहिँ मर्निङमा कहिले पनि फेस वास युज गर्दिनँ बिकज माई स्किन इज ड्राई। अनि त्यसपछि चाहिँ मैले घरमा झाडु पोछा गरेँ। अनि झाडु पोछा गरेर भ्याएपछि मैले घर मात्र कति चम्काउनु, आफू पनि चम्किम भनेर नुहाइ धुवाइ गरेँ। अनि नुहाइ धुवाइ गरिसकेपछि मलाई चिसो कपडा यत्तिकै छुन मन लाग्दैन, अनि ड्राई गरेँ। त्यसपछि चाहिँ मेरो हुन्छ अब मर्निङ रुटिन केयर, स्किन रुटिन केयर सुरु भयो। अनि स्किन केयर गरेँ। त्यसपछि चाहिँ मैले नयाँ दिनको सुरुवात पूजा गरेरै गरौँ भनेर पूजासुजा गरेँ, टिका लगाएँ, कुन्तुला पनि लगाइदिएँ। त्यसपछि हाम्रो भाउजूले खाना यतै आउनु भनेर बोलाउनु भयो। म फुरफुर परेर हिँड्दै भन्दा बित्तिकै त्यसपछि घर अगाडि नै मन्दिर छ, अनि किन पूजा नगर्नु भनेर आज सोमबार पनि परेको। अनि सबै ढोक्यौँ। अनि भाउजूको घर गयौँ, त्यहाँ पनि फेरि टिका लगाएर पैसा पाएँ। अनि यसरी नाच्यौँ हामी। त्यसपछि सबै कन्सर्टमा जान्छन्, म चाहिँ भजन कीर्तनमा गएँ। अनि आज मैले भेज हो नि त, अनि भेज चिकन खाएँ। बाई बाई।